सर लाने 4-5 जनाले लगिसकेपछि के गर्ने भने कसलाई मन पर्छ छान्ने अनि छानिसकेपछि यसलाई लान्छु भन्ने अनि हामीलाई पनि सोध्ने एउटा बच्चा हेर्न सक्छौ नि भन्ने अनि मैले भने अब मेरो पनि घरमा त बच्चा छन् हेर्न त सकिहालिन्छ नि भन्ने अनुभव भयो गएको है अब खाना पनि नदिने खाना दिने नदिने भन्दा त्यहाँ भनेपछि हजुरले बच्चा हेर्न सक्छु त भन्नुभयो हजुरलाई कति पैसामा बेच्यो त किन्यो नि त त्यसले त हजुरलाई त्यहाँ मलाई गएँ म त्यहाँ है त्यहाँ हामीलाई भन्दैन नि त हामीलाई त अब त्यहाँ कुरा गर्ने गरिसकेपछि जाऊ झोला लिनु भन्ने झोला लिइसकेपछि उनीहरूले अनि हामीलाई हिँड भन्ने कुबेतीहरूले हिँड भन्ने हिँड भनिसकेपछि गयो उनीहरूको घरमा अब गएपछि खाना पनि नदिने अनि अब उनीहरू खाएको भाँडाहरू थपक्क किचनमा राख्थ्यो पर्खनु है हजुरले त्यहाँ जब हजुरलाई किनेको त थाहा भएन एउटा कुरा हामीले के सुन्यौँ भने भर्खरको मान्छे जस्तै 18-19 वर्षको ठिटीहरू भनौँ न देख्दा राम्रो अलि टाँठोला अलि पैसा धेरै पर्छ अरे नि हो 12 यस्तै 5-6 बजे आयो अफिसको मान्छे लिनलाई त्यति बेला मसँगै जाने मान्छे धेरै रहेछन् 6-7 जना जाने बेला मात्रै थाहा भयो 6-7 जना बेला भयो भने गाडीमा आयो हजुर अनि गाडीमा त्यहाँबाट अफिसमा पुर्यायो अफिस पुर्यायो को आएको थियो नेपाली मान्छे आएको थियो कि इन्डियन आएको थियो कि को आएको थियो फिलिपिनी आएको थियो फिलिपिनी लिन आएको थियो हजुर त्यसले लगेर नेपाली अफिसमै राख्यो दिदी हाम्रो नेपाली अफिस छैन त छैन कुबेती अफिस हो त्यहाँ काम गर्ने नेपाली थियो होला नि त कुबेती काम गर्ने स्टाफहरू हो अनि ती स्टाफहरूले अनि अब ल्याउने लाने तिनीहरू चाहिँ ती भित्रै मात्रै काम गर्ने बाहिर लाउने लिने चाहिँ गर्ने काम गर्दो रहेछ